देशमा नि सरकार छ र छैन जस्तो लाग्छ। सरकारले के दिइरहेछ कहाँनिर सरकारको उपस्थिति देख्नु भएको छ यहाँ सरकारले व्यवस्था गरेको हो यो होइन होइन यो देशमा सरकार छ जस्तो लाग्छ मलाई त लाग्दैन किन त हजुर किन त्यसरी निराश सरकार निराश होइन यथार्थ सरकार भएको भए सरकारले त जनताको सरोकार राख्छ नि खै जनता भोगोकै मरिरहेछ उसै सरकारकै डाटा अनुसार भने झन्डै 70 लाखको हाराहारी सबै विदेशीको छ हामीहरूको जमिन सबै सिङ्गो देशभरिको जमिन बजिएको छ अनि सरकार भएको भए सरकारले त्यसको व्यवस्था गर्दैन थियो होला मूल कुरो के हो भने मान्छेको चेतना स्तरमा भर पर्ने कुरो रह्यो मान्छेको चेतना स्तर कसरी कतिखेर वृद्धि हुन्छ त भन्दा स्वस्थ बन्नुपर्छ मान्छे शारीरिक रूपले स्वस्थ रहनु पर्यो शारीरिक रूपले स्वस्थ रहनका लागि उसले खानपान वातावरण त स्वस्थ हुनु पर्यो त्यस पछाडि ऊ शारीरिक रूपले स्वस्थ हुन्छ शारीरिक रूपले स्वस्थ भएको मान्छेको चिन्तनको स्तर स्वस्थ हुन्छ र उसले नराम्रो चिन्तन गर्दैन नराम्रो चिन्तन नगर्ने मान्छेले स्वाभाविक रूपले नाजायज काम गर्दैन र कहिले पनि समाजलाई कहिले पनि हानि हुने उसले काम गर्दैन देश विकास भनेको एउटा पुल बनाउनु र बाटो बनाउनु मात्रै हो भन्ने मलाई चाहिँ लाग्दैन सबभन्दा पहिला मानिसको चेतना स्तर उच्च बनाउनुपर्छ उच्च बनाउनका लागि उसलाई स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ पहिला शारीरिक स्वास्थ्य राम्रो बनाउनु पर्यो शारीरिक स्वास्थ्य अनि मानसिक स्वास्थ्य अनि मानसिक स्वास्थ्य राम्रो भएपछि उसको चिन्तनको स्तर स्वाभाविक रूपले वृद्धि हुन्छ र उसले हेर्ने जीवनलाई हेर्ने दृष्टिकोण उसको अलिक फराकिलो बनेर जान्छ कुनै एउटा पार्टी विशेष एउटा समूह विशेष एउटा होइन समुदाय विशेष ऊ रहँदैन ऊ सिङ्गो समाज सिङ्गो ब्रह्माण्डको बारेमा उसले सोध्छ त्यो स्तरको चेतना स्तर हामीले वृद्धि गराउन सक्यौँ भने हामीहरूको देशको मान्छेहरू कहीँ जानु पर्दैन यो साग तपाईँ लगेर आज टेस्ट गर्नुहोस् अनि भन्नु होला अनि यस्तो साग पनि काठमाडौँमा उत्पादन हुन्छ भनेर यो केले गर्छ त भन्दाखेरि मूल्य पनि खासै चर्को पर्दैन होइन त्यो मान्छेको दिमागमा परेको तर प्रत्यक्ष र अप्रत्यक्ष फाइदा मान्छेले तुलना गर्न नसकेर हो प्रत्यक्ष रूपले केही महँगो पर्छ नै स्वाभाविक हो किन भन्दाखेरि अरू एकदमै के अरे त्यो सस्तो रूपमा अहिले बजारमा अरू सामानहरू उपलब्ध छँदैछ अनि मान्छेको आय स्तर पनि त्यति बढी छैन अनि थोरै पैसाले त अलि महँगो त किनेर खान नि त गाह्रो हुन्छ नि आम्दानीको स्रोत पनि बढाउन सक्नु पर्यो नि त त्यसका लागि चाहिँ